मेरो चाहिँ एउटा युट्युब च्यानल छ हैन, त्यसको लागि लङ टाइम भयो भिडियो नगराएको। आज चाहिँ भिडियो गराइदिनु न त, तीनजना मिलेर अब भिडियो त गराउनु भन्नुभयो दाइ हैन। त्यसको लागि लोकेसन चुज गर्नु भएको छ कि भएको छैन, त्यो अनुसारले लोकेसनहरुको कस्तो छ हैन, टिममा कस्तो हुनु पर्यो नि त। त्यो त लोकेसन छ त राम्रो। ल भन्नुस् न लोकेसन अनुसारले। लोकेसन शीतलनगर देवता खानीपानीको पछाडि पहिला रेड क्रस थियो, अहिले खानीपानी भयो, त्यसको पछाडि झुलुङ्गे पुल छ जहाँ शरणचाँडी नै वहाँ यस्तो राम्रो लोकेसन छ, वहाँका भ्यूजहरू एकदम राम्रो आउँछ। त वहाँ गए एकदम राम्रो हुन्छ हामीलाई। वहाँ त जाने भन्नुभयो हैन, तर वहाँ गएर हामीले चाहिँ हेर्न पाइने चाहिँ कुरा चाहिँ के त त्यो अनुसारले हामीले पोस्टर बनाउनु पर्यो। वहाँ लगभग एउटा खोला छ, खोलाको छेउमा एकदम राम्रो भ्यूजहरू आउँछ। साइडमा क्रिकेट ग्राउन्ड पनि छ, पत्थरकला पनि भएको थियो यो। अलि ठ्याक्क अगाडि गए बाटो क्रस विद्युत अफिसको ठ्याक्क बाटो क्रस गरेर एउटा मजाको पार्क पनि छ। अब त्यस्ता चिजहरू छन्, त्यसमा पनि राम्रो हामीले एउटा ब्लगिङ गर्न सकिन्छ। के रहेछ त्यो त ठिकै हो, तर क्यामेरा चाहिँ कहाँ छ? मोबाइलले त कतिले खिच्दैन, क्वालिटी छैन भिडियो क्वालिटी। क्यामेराको लागि टेन्सन नगर्नु, त्यसको लागि चाहिँ म क्यामेरा निकाल्ने भए भ्लग गराउनु चाहिँ शीतलनगर नै जाने हो भने त ल सुरु गरिहालौँ न गरी होइन। भ्लग गराउने लङ टाइम भयो भ्लग नहालेको। सो आज चाहिँ एउटा ठाउँमा गएर हामी भ्लग गराउँदैछौँ। सो अब हामी चाहिँ क्यामेरा लिन जाँदैछौँ। सो क्यामेरा ल्याएपछि फेरि के हुन्छ सब हामीले भिडियोमा देखाइन्छ। सो तपाईँहरूले अन्तिमसम्म भिडियो हेर्नु होला। अनि हामी चाहिँ अब क्यामेरा लिन जाऊँ। लेट्स गो गाइस। ल हामी चाहिँ हाम्रो लोकेसनमा आइसकेछौँ। अब यो भनेको देवदा क्रिकेट युनिटको ग्राउन्ड हो। यहाँ चाहिँ केटाहरू क्रिकेट खेलिरहेको छन्। अब बेला बेलामा पऱ्यो भने हामी पनि खेल्न आइन्छ। त्यसैको यता साइडमा हेर्नुहुन्छ भने चाहिँ यो चाहिँ देवदा खानेपानीको टङ्की। त्यसैको सिलसिलामा यता हेर्ने भने चाहिँ हामी चाहिँ फाइनल्ली हाम्रो लोकेसनमा चाहिँ आइयो। यो चाहिँ झोलुङ्गे पुल। यो ठाउँमा चाहिँ हामीले अलिकति केही न केही भिडियो बनाउने छौँ। यो भिडियोको रिजल्ट चाहिँ हजुरले लास्टमा दिनु होला। धन्यवाद। लगायत हाम्रो साथीहरू चाहिँ अगाडि जानुभएको छ, दाजुहरू दुईजना। झोलुङ्गे पुलमा चाहिँ अब किन चाहिँ भ्लग बनाउने कुरा भएको छ। यहाँ चाहिँ हामीले अब सर्ट भिडियोहरू टक्क हाल्ने कुरा गरिन्छ। ल दाइहरू यसो हेलो गरिदिनुहोस् त युट्युब च्यानलको लागि। ल सो गाइस हामी चाहिँ फाइनल्ली यो झलुङ्गे पुल अनि पत्थरकलामा आइसकेका छौँ होइन। हामी चाहिँ टक्क घरबाट होइन क्यामेरा खोजेर अनि अटो गरेर यहाँ भ्लग गराउन भनेर आयो होइन। अहिले चाहिँ हामी यहाँ पत्थरकलाको बाहिर छौँ, तपाईँहरू देख्न सक्नुहुन्छ। सो अहिले चाहिँ हामीले यहाँ फोटो सुट गर्ने काम चाहिँ सकेर अहिले चाहिँ भिडियो सुट भइरहेको छ होइन। मेरो चाहिँ तपाईँहरूले बिहाइन्ड द सिनमा पनि देख्न सक्नुहुन्छ पछि होइन। त्यो हामीले छुट्टै सुट गरेको छौँ। अहिले चाहिँ हामीले यो क्यामेराबाट चाहिँ मेन भ्लग चाहिँ हामीले यो क्यामेराबाट सुट गरेको छौँ होइन। मोबाइलबाट चाहिँ बिहाइन्ड द सिन मात्रै हुन्छ। सो अब चाहिँ तपाईँहरूले यो भिडियो चाहिँ अब कस्तो हुन्छ होइन अन्तिमसम्म हेर्नु होला होइन। हामी चाहिँ अब के गर्छौँ त्यो सब तपाईँलाई देखाउँछौँ। त्यो भिडियो चाहिँ एकदम राम्रो गराउने प्रयास गरिरहेको छौँ होइन हामी तीनजनाले। अब हामी त्यति एक्सपिरियन्स मान्छे त होइन, त्यही पनि प्रयास जारी छ होइन। कस्तो हुन्छ त्यो चाहिँ भिडियो आएपछि नै थाहा हुन्छ, हामीलाई पनि न्यू एक्सपिरियन्स हुन्छ। तपाईँहरूले पनि यसको बारेमा चाहिँ कमेन्ट गरिदिनु होला, भिडियो कस्तो बनेको छ होइन, के गर्नुपर्छ सुझाव सल्लाह दिनु होला। आज हामी फाइनली यो एरियामा छौँ, जो एरियाबाट यहाँ झुलुङ्गे पुल छ र साथै हाम्रो एउटा ब्लग बनाउने एउटा सानो कार्यक्रम छ। र यो कार्यक्रममा हामी तीनजना छौँ। तीनजनामा अब सबैका आफ्ना विचार हामीले व्यक्त गरियो। र साथै अहिले हामी यो पत्थरकला भन्ने एउटा पार्क छ, त्यो पार्कमा हामी आइयो छ। र त्यसको साथै हाम्रो ब्लग बनाउने कार्यक्रम अहिले जारी छ। र यो ब्लग कस्तो बन्छ, कसरी बन्छ भन्ने एउटा हामी थिम अब तपाईँहरूले कति माया गरिदिनुहुन्छ त्यसमा डिपेन्ड गर्छ। र हाम्रो प्रयास जारी छ, त्यही भन्न चाहे। बहिनी तिम्रो नाम के हो? आकृति। आकृति कहाँबाट आयो? देवदा खैरीबाट। अनि कहाँ घुम्न आएको? यहाँ पत्थरकला। कस्तो लाग्यो पत्थरकला घुम्दाखेरि? राम्रो हो, एकदम राम्रो लाग्यो। तिम्रो नाम के हो? कृतिका। तिमी पनि सँगै आएको? एकै ठाउँमा घर? तिमीलाई थाहा छ यहाँको नाम? थाहा छैन? अनि साथीले भने न, साथी हो कि दिदी हो? तिम्रो नाम के हो? राधा के? कहाँबाट आएको? खैरेनीबाट। तल्लो कि माथिल्लो खैरेनी हो? अनि पत्थरकला घुम्न आएको? कस्तो लाग्यो त पत्थरकला? एकदमै राम्रो हो। राम्रो छ हो र? के राम्रो छ? यहाँको मूर्तिहरू छ, अनि सबै ढुङ्गाको मूर्ति छ।
तिम्रो नाम के हो? मेरो नाम सृजना हो। तिमी पनि खैरेनीबाट हो? खैरेनीतिरबाट। अनि कस्तो लाग्यो पत्थर कला? पहिला मूर्तिहरू थियो, अहिले झन् राम्रो गरम भयो। पहिला त यस्तो थिएन, मतलब यस्तो डेकोरेसनहरू गरेको डेकोरेसन थिएन, अहिले अझै राम्रो गरम भयो। बच्चा त्यहाँ खेल्ने गरम भयो एक ठाउँमा। कति क्लासमा पढ्छौ तिमी? म 12 सकेर बस्छु। अब आउने दर्शकहरूलाई के भन्न चाहन्थ्यौ? मतलब यहाँ घुम्न आउने मान्छेहरूलाई राम्रो छ आउनु, घुम्न आउने छ रमाइलो गर्नु। तिमीले? त्यही हो। तिमीले? त्यही। अनि हामी के अरे अहिले चाहिँ यो हामीले इन्टरभ्यू लिइरहेछौँ होइन, कस्तो लागिरहेछ? राम्रो। युट्युबमा हाल्दा हुन्छ नि, युट्युबमा आउँछ फेरि यो भिडियो हुन्छ हाल्दा। अनि एउटा एडभर्टाइजको लागि हो, त्यस्तो नेगेटिभली तरिकाले होइन, पोजिटिभ नै हो होइन। जस अरूले हेरेर चाहिँ यो पत्रकला घुम्न आउनु भनेर हामी चाहिँ तिमीहरूलाई 1-2 शब्द राख्दै भनेर रिक्वेस्ट गरेको। सो तिमीहरूले अब रिक्वेस्ट स्वीकार्यौ, सो त्यसको लागि धन्यवाद। अब 1-2 दिनमा ड्रप हुन्छ, हेरिदिनु होला सबैले। अनि के गर्नुपर्छ युट्युब च्यानललाई? अनि लाइक कमेन्ट कसले गर्छ? सबै हामीले होइन। ल त्यसको लागि सबै धन्यवाद। केही भन्न चाहन्छौ? यति नै हो। सो गाइज हामीले चाहिँ बहिनीहरूको फोटो खिचेर यहाँ फेरि स्लो मोसन भिडियो गरायौँ होइन। सो बहिनीहरूको स्लो मोसन भिडियो गराएर अहिले चाहिँ बहिनीहरू घर जान लागेका छन्। अब हाम्रो मेरो पनि स्लो मोसन भिडियो भइसक्यो, हाम्रो तारा दाई पनि भइसक्यो। सो हाम्रो भ्लगमा चाहिँ मेन चाहिँ हाम्रो भिडियो लिने चाहिँ हाम्रो दुर्गा है। दुर्गा भाइ चाहिँ उता उता भागिरहेको छ है, भिडियोमा आउन खोजिरहेको होइन, त्यही पनि मैले मेरो मोबाइलले खिचिरहेको छु। सो भिडियो चाहिँ कस्तो हुन्छ होइन, राम्रो मानेर हेरिदिनु होला। सो त्यही हो। सो आज चाहिँ हामी भ्लग गर्न भनेर है बिहानबाट एकदमै धेरै परिश्रम गरेँ होइन। क्यामेरा लिन गइयो कता कता, अनि क्यामेरा लिएर आइयो, फेरि माइक सेटअपहरू यताउता मिलाउँदा है आज बिहान कति 2 बजेबाट 1 बजेबाट सुरु गरेको, अहिले चाहिँ ठ्याक्कै 6:18 गयो। सो हामी चाहिँ यो पुलमा छ। यो पुल चाहिँ मैले पनि मेरो विनोद युट्युब च्यानलमा पहिला पनि भिडियो हालेको थिएँ यो होइन। तपाईँहरू देख्नुहुन्छ यो चाहिँ खोला, यो पुलमा हिँड्दा चाहिँ एकदम मजा लाग्छ है। मलाई चाहिँ यस्तो हल्लिँदा झन् मजा लाग्छ। गाउँतिर हामी यस्तो मजाले खेलिन्थ्यो होइन, यस्तरी हल्लाउने क्यार्ने गरिन्थ्यो। आज चाहिँ त्यसको एकदमै याद आएको छ होइन। सो त्यही हो। अब तपाईँहरूलाई भिडियो चाहिँ राम्रो मानेर हेरिदिनु होला। भाइ तिम्रो नाम के हो? मेरो नाम चाहिँ आयुष भण्डारी। तिम्रो? आशिष ठाडा। तिम्रो? मेरो सुशान्त सुन्दौली। तिम्रो? सुशील बस्याल। तिम्रो? अंकित मगर। कहाँ हो घर? मेरो घर सबैको एक ठाउँमा टटेरा। टटेरा हो? टटेराबाट आएको? अनि तिम्रो? 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 खैरेनी हो तिम्रो? ए मेरो पनि खैरेनी है। अनि कहाँ गएर आएको त नि अहिले? हामी सरनटाडी बर्थडे सेलिब्रेट गरेर आएको। तिम्रो बर्थडे हो? हजुर। स्विमिङ गरेर आएको? हजुर। अनि के गरेको थियो त्यहाँ? जे गर्नु थियो नगर्नु थियो सबै चिज गरेर आयौँ हामी। धेरै सेलिब्रेट गर्यौँ। खतरा पार्टी मनायो? बुङ्गुरको मासु झिरामा के अरे झिरमा नि पुलेर आयौँ। आगो बाल्दा पुले थियो हल्का घामले, तर एडजस्ट गरेर बर्थडे सेलिब्रेट गर्यौँ। ल भन्नु तिमीहरूले कस्तो लाग्यो मेरो बर्थडेको पार्टी? तिमीलाई एकदमै मजा आयो। हो। तिमीले? मलाई पनि मजा आयो। गिफ्ट के गिफ्ट दियौ त? मलाई दिन खोजेको थिएँ तर म चाहेन, अब साथीहरूबाट। ए ल ठिक छ। जे होस् रमाइलो भयो। हो रमाइलो भयो। सो आज चाहिँ भाइको बर्थडे रहेछ होइन। सो फेरि अर्कोचोटि चाहिँ हामी सँगै सरनटारी जानुपर्छ स्विमिङ गर्न। सो भाइलाई हामीले चाहिँ बेस्ट विसेस गरेर चाहिँ टपमा। अहिले चाहिँ कहाँ गएको र? अहिले पनि टपमै हो, तर त्यो पोखरीमा गएको होइन? ए ल त्यसो भए यो चाहिँ भिडियो हाम्रो च्यानलमा जान्छ होइन, सब्सक्राइब गरिदिनु पऱ्यो अनि कमेन्ट पनि गरिदिनु पऱ्यो। सो भाइलाई चाहिँ हामी सबैले बेस्ट विसेस गरौँ है। ल ह्याप्पी बर्थडे टु यु। के अरे तिम्रो नाम? सुशान्त सुन्दौली। ल सबैले एकचोटि भनौँ है, ह्याप्पी बर्थडे। सो भाइहरू चाहिँ सरनटारी घुमेर आएको रहेछ होइन, त्यहाँ चाहिँ बर्थडे सेलिब्रेसन गरेर आएको रहेछ नि, त्यो भाइको चाहिँ बर्थडे रहेछ। सो नेक्स्ट टाइम चाहिँ हामी पनि सँगै गएर त्यहाँ चाहिँ इन्जोय गर्ने भन्ने प्लान गराएको छौँ। सो त्यहाँको पनि भ्लग आउँछ। सो सबैले हेर्नु होला अनि यो भ्लगलाई चाहिँ माया गर्नु होला। सो भाइहरूलाई चाहिँ धेरै धेरै धन्यवाद है त। ल सरनटारी अवलम्बन गरिदिनु होला, उहाँ त्यो राम्रो ठाउँ छ। ल हुन्छ, नेक्स्ट टाइम सँगै जाऊँ ल।
अरू केही भन्नु छ च्यानलमा यति नै हो बिग दाइ। फ्यान यति नै बिग फ्यान हो Big fan त हजुर आजबाट होइन। ओन्ली हेरिरहेको थिएँ कि मैले हो दाइ। ल नहेरेको भए पनि अब चाहिँ सब्सक्राइब गर्नुपर्छ ल। हेलो गाइज, आई एम दुर्गा बहादुर थापा। मेरो ब्लगको नाम चाहिँ अग्रुट फोटोग्राफी हो। म ब्लग सँगसँगै चाहिँ वेडिङ फोटोग्राफी, इभेन्ट फोटोग्राफी, त्यहाँदेखि फेसन फोटोग्राफी सबै कुरा चाहिँ मैले गर्छु। फोटोग्राफीभित्र पर्ने कुराहरू चाहिँ आज चाहिँ हामी चाहिँ यहाँ शीतल नगरको यो मूर्तिकला भन्ने एउटा ठाउँ छ, त्यो सँगसँगै झुलङ्गे पुलमा चाहिँ सर्टहरू चाहिँ राम्रो आउँछ भनेर हामी चाहिँ यहाँ आज भ्लग बनाउन आएको, सँगसँगै सुट गर्न पनि। अनि हामी चाहिँ लगभग सबै भ्लग चाहिँ खिचेर भ्याएर अब चाहिँ हामी घर जाने बेला भइसकेको छ। अब हेर्नुहोस् राति पनि परिसक्यो, धेरै समय छैन राति हुनलाई। यहाँदेखि हामीलाई पनि घर जान टाइम लाग्छ। आजको लागि चाहिँ यति नै। अग्रुट फोटोग्राफी।